नेपालको बारेमा तपाईहरुलाई के ज्ञान छ? नेपाल एउटा राम्रो देश र यस प्रकार छ। अहिले चाहिँ विशेष घुम्नुलाई है अनि यस्तो छ हैन हेलो गाइस यहाँबाट चाहिँ हैन यस्तो बजारहरु छ भने यताबाट यस्तो है अनि यहाँबाट चाहिँ यस्तो ठुलो घुम्ने ठाउँ यता माथि पनि एकदम राम्रो आएको छ है त अनि यहाँ चाहिँ धेरै मान्छे घुम्नेहरु आउँछन् अनि यहाँ यो पानी झरेर कति राम्रो आइरहेछ के यो चाहिँ स्वयम्भूको है दृश्य यस्तो आउँदो रहेछ यता टन्नै मान्छे हैन हाम्रो म चाहिँ अहिले स्वयम्भूमा छु है घुम्न आएको धेरै राम्रो राम्रो सजाएकोहरू रहेछ यस्तो है माथि पनि पुरै यस्तो सजाएको छ है सो अनि यता चाहिँ अस्तिको पाल मान्छे धेरै आएको थियो यो पाल आएर जाउँ न यहाँदेखि चाहिँ काठमाडौँको यता सहर यस्तो देखिँदो रहेछ गाइज है अनि यताबाट यस्तो माथिबाट यसरी सजाइएको छ भने माथि चाहिँ मन्दिर छ है सो त्यहाँ पनि हामी जानेछौँ गाइस हैन अब अनि यता पनि जानेछौँ अगाडि आएर हेरौँ अगाडि चाहिँ हाम्रो यो यहाँ चाहिँ कुछ इस तरह है अनि यहाँ मान्छे पनि धेरै घुम्न आउँथ्यो आज चाहिँ आएर रहेछ सो यतिको छ है त यहाँबाट केटिएमको भ्यूहरू यहाँबाट भने चाहिँ यस्तो छ भने यहाँबाट यस्तो रहेछ है त तपाईँहरू पनि एकताल घुम्न चाहिँ आउनुपर्ने हुन्छ है त अनि वाउ धेरै राम्रो भ्यू हुँदो रहेछ है त बान्दरहरू पनि टन्नै पाइन्छ यहाँ तपाईँहरू पनि एकताल होइन स्वयम्भू चाहिँ भिजिट गर्नु आउनु होला एकदम राम्रो छ है तर आउँदाखेरि बान्दरहरूले के खोज्ने गर्छ थोरै अलिकति केयरफुल गर्नु होला यता चाहिँ दिदीहरू आउँदै हुनुहुन्छ हेलो हाई सेवारो हामी चाहिँ आज स्वयम्भू डाँडामा घुम्न आएको छौँ धेरै समयपछि यस्तै छ स्वयम्भूमा आधी सिधी घुमिसकेँ अनि अहिले चाहिँ यस्तो छ त यहाँ यो कति विशाल छ अनि विशेष हामी चाहिँ यताबाट जाउँ यहाँ चाहिँ है कस्तो यहाँबाट चाहिँ भ्यू चाहिँ एकदम राम्रो देखिन्छ क्या गाइजहरू हेर्नु है ल म भ्यू देखाउँछु तपाईँलाई कस्तो राम्रो देखिन्छ भने होइन यो चाहिँ रहेको छ काठमाडौँ लाइक भ्यू यस्तो राम्रो देखिन्छ है तपाईँहरूले काठमाडौँ भ्यू देखिसक्नुभयो होला है यहाँबाट पुरै देखिन्छ अनि भनेको अब यताबाट पनि हेर्नुपर्छ है त यहाँ चाहिँ धेरै मान्छेहरू आउँछ घुम्न होइन अब घुर्ने बेला जाने बाटो चाहिँ यही हो हाम्रो है त अनि यताबाट मान्छे पनि धेरै आउँछ है त यहाँ चाहिँ हेर्नुहोस् गाइस है केटिएमको भ्यू भनेकै यहाँदेखि राम्रो देखिन्छ क्या तपाईँहरूलाई केटिएमको मजा लिनु छ र धेरै राम्रो हेर्नु छ भने चाहिँ यहाँदेखि हेर्न सक्नुहुन्छ है अनि यहाँ चाहिँ अझै यता नि छ है मान्छेहरू टन्नै आउँछ यहाँ चाहिँ यो चाहिँ यस्तो घुमाउनेहरू छ है त यस्तो नि घुम्छ एन्ड धेरै मान्छेहरू यस्तो हुन्छ होइन अनि यताबाट डाँडा काँडा पनि हेरौँ है त गाइस मङ्की के छ नि है तपाईँहरू होइन मन चाहिँ अलिकति शान्ति पार्न चाहनुहुन्छ भने यता चाहिँ घुम्न आउनु सक्नुहुन्छ सो
फेरि हेरौँ है त एकलट अघि चाहिँ मैले यताको भ्यू यताको देखाएको थिएँ भने अहिले चाहिँ यताको भ्यू हेरौँ है त यस्तो छ यहाँदेखि है आकाशको भ्यू हेर्नु है यताउता अनि यहाँ सबैभन्दा मान्छे चाहिँ आज अलिक कम आएको रहेछ सधैँ चाहिँ यहाँ होइन मान्छे अलिक धेरै हुन्थ्यो क्या यहाँ अट्दैन थियो यहाँ चाहिँ अल्लाह अल्लाह भन्ने पनि आएको छ है त यहाँ दुनियाँको सबै मान्छेहरू आउँछ मतलब घुम्न आउँछ बाहिर देशकोहरू होइन लाइक सबैहरू आउँछ कि यहाँ चाहिँ घुम्नु गर्नु होइन पूजा गर्नु अब तपाईँहरूलाई अर्को मेरो भ्लगमा चाहिँ म पशुपति भोग पनि देखाउने छु अनि यहाँबाट चाहिँ भ्यू यस्तो आउँछ हेर्नु त यो फुल कति राम्रो म चाहिँ आएको छु स्वयम्भूको अहिले विशेष ठुलो बजारमा होइन यहाँ चाहिँ यस्तो सामानहरू है लाइक थुप्रैहरू बेच्नु चाहिँ मतलब किन्नु चाहिँ पाइन्छ धेरै ओल्ड चिजहरू छ है त जस्तो चाहिँ होइन त्यस्तै खालकोहरू चाहिँ छ अनि यताबाट चाहिँ यस्तो रहेको छ है त भ्यू धेरै राम्रो छ यहाँबाट यस्तो हेर्दाखेरि चाहिँ वाउ है कति दामी छ त सो तपाईँहरू नि एकला चाहिँ घुम्नु आउनुपर्ने हुन्छ स्वयम्भू यताहरू होइन लाइक यस्तो यो पेन्टिङहरू पनि बिक्रीमा चाहिँ हुन्छ क्या यस्तो रहेछ पेन्टिङहरू होइन कति राम्रो राम्रो पेन्टिङ छ क्या पेन्टिङहरू सबै है बेच्ने किन्ने हुन्छ धेरै मान्छेहरू चाहिँ आउँछ